भाइको? यो भाइ त खालि निदाकै हुनुहुन्छ भाइ। ए निदाउनु भयो के साह्रो हेलो निदाउनु हेलो दिदी कहाँ निदाएको यसो यहाँ हावा खाऊ क्या दिदी यसो कस्टमर आएको बेलामा सामान देखाउनु छैन सुतेर बस्नु भएको छ त अनि अब गर्मी कस्तो छ धेरै राम्रो भएर हो कि के हो? होइन गर्मी धेरै हो क्या टिकटक पाउँदा पाउँदा गले क्या दिदी म अब यो टिकटकमा राम्रो राम्रो जुत्ता देखेको थिएँ हेर्नु न। जुत्ता तपाईँको नि यो चाहिँ भर्खर मैले भिडियो बनाएर राखेको जुत्ता हो कि यो तपाईँहरूले मैले भिडियो हाल्ने बित्तिकै फर्स्टमा लाइक गरेको नि तपाईँहरूले यही जुत्ता हो होइन त्यही भएर तपाईँले डिस्काउन्ट पनि पाउनुहुन्छ। जुत्ता कस्तो छ हेर्नु त यो मैले टिकटकमा देखाएको जति भन्दा राम्रो छ कि छैन? टेस्ट राम्रो छ नि एकदम दाम चाहिँ तपाईँको नि दाम चाहिँ 1320 रुपियाँको मात्रै हो नि। अलिक महँगो भयो भाइ डिस्काउन्ट टिक्क गरौँ। यहाँ मेरो साथीहरूले नि हेर्नुहुन्छ तपाईँको सबै साथीहरूले फलो गर्नुभएको छ भने चाहिँ म एकदम ह्याप्पी डिस्काउन्ट गरिदिन्छु। भनिहाल्नु त, अनि दिदी मेरो यो पनि टिकटक आएको छ यो पनि टिकटकमा आएको छ नि मैले हिजो हेर्नु यो पनि लाने हो। कति हो लु भन्नु ट्याक्कै भन्नु। मेरो साथीहरूले यहीँबाट किन्नु। यो तपाईँलाई फलो गर्नुभएको छ भने यो 1200 होइन यो चाहिँ 800 रुपियाँ यति चाहिँ तपाईँ ठ्याक्कै म लगाइदिन्छु। महँगो भयो मेरो दाम भनौँ। दिदी नभएन त्यो तपाईँको दाम नभन्नु न यो त अब हामीले कति धेरै महँगो पर्छ नि त मेरो दिदी। यो त एकदम ठिक छ बर्खा आउँदैछ धान रोप्नु जाँदा लाउनुपर्छ यो पानी हो यो चाहिँ पानीमा तपाईँले भिजाउनु जति भिजाउनु त्यति राम्रो हो। ठ्याक्कै दाम गर्नु त मेरो साथीहरू नि आउनुहुन्छ। ल सबैजनाले चाहिँ उहाँको साथीले हाम्रो आइडी फलो गर्नु होला। तपाईँले चाहिँ फलो गर्नुभएको छ भने एकदम डिस्काउन्ट हुन्छ। हाम्रो दिदीलाई पनि एकदम खतरा डिस्काउन्ट। ठ्याक्कै दिदी 1000मा आउँदैन नि फेरि तपाईँले त खतम गर्नुपर्ने डन हो भयो डन। होइन नि म मिलाउँछु। ल ल फलो चाहिँ गर्नुभएको छ नि तपाईँले होइन मैले हेर्छु नि।